भयो दिप्ती? आज म प्रियाको घर जाऊँ, उसले हिजो बोलाएको थिए। ए साँच्चै नानु, तिमीले त मलाई सम्झायो। अमेरिकाबाट फर्केदेखि त शर्मिलालाई भेट्न पनि गएको छैन। ल ल हिँड, म पनि जान्छु। एकछिन पर्ख है, प्रियाको लागि केही चक्लेटहरू लगिदिनुपर्छ। ओके मम। शर्मिला, ए शर्मिला। ओहो सुधा दिदी, आज बल्ल फुर्सद भयो हजुरलाई। नमस्ते आन्टी। आउनुहोस् न भित्र। अबे दिदी त कति ठुली भागी। यो ल तिम्रो लागि। हाम्रो घरमा आउँदा पनि यस्तो लिएर आउनुपर्छ र? धैट लाटी, तिम्रो लागि लिएर आएको त, छोरीको लागि पो लिएर आएको त। खाउलाउ नि फेरि। ए दिदी पनि आन्टी प्रिया कता छे? आज स्कुलको कार्यक्रम रहेछ, त्यसैले भित्र तयारी गर्दैछ। जाउँ न भित्र आउँछौ। दिदी हेर्नुहोस्, हामी पनि किचनतिर जाउँ। मजा मिठो चिया बनाएर खाउँछु। आउनुहोस्। ल हिँड। हेलो प्रिया। हाई दिप्ती, कहिले आयो? 10 दिन भयो। अनि मेरोमा चाहिँ आउन भ्याइनौ? आऊ बस। प्रिया, हाउ फनी ड्रेस। किन लगाएको यस्तो? आज हाम्रो स्कुलमा प्रोग्राम छ नि त। अनि यो ड्रेसमा टोपी पनि लगाउनु पर्छ? पर्दैन, तर आज चाहिँ टोपी दिवस हो नि त, त्यसैले लगाएको। टोपी दिवस के हो यो? हेर दिप्ती, हामी नेपालीको पहिचान हो यो टोपी। देश विदेश सबैतिर हामीलाई चिनाउने यो ढाका टोपीको सम्मानको लागि आजको दिन हरेक नेपालीले यो टोपी लगाएर हिँड्छन्। ए बल्ल बुझेँ। त्यही भएर पो बाबाले आज दौरा सुरुवाल र ढाका टोपी लगाएर हिँड्नु भएको रहेछ। हेर प्रिया, तिमी अझै ठिक परेकी छैनौ। शिल्पा आउन बस, म ठिक पर्दैछु। आऊ, ऊ मेरी साथी दिप्ती, ऊ अमेरिकाबाट आएकी। हाई दिप्ती। हाई शिल्पा। शिल्पा आऊ, एकपटक प्र्याक्टिस गरौ। कतै स्टेप बिर्सेको त छैनौ? दिप्ती हामी नाचौँ, तिमी हेर ल। कैलाशको शिर जस्तो मेरो टोपी हिमाली भिर जस्तो, कहिले पनि झुक्न नजान्ने, कहिले पनि रुक्न नजान्ने मेरो टोपी नेपाली भिर जस्तो। ओहो, के गरेको यस्तो? आऊ न बस। ए दिदी, तिमी कहिले आयौ? 8-10 दिन भयो। स्कुल छुट्टी हो र? होइन नि, आज हाम्रो स्कुलमा ढाका टोपी दिवसको प्रोग्राम छ र हामीले डान्समा भाग लिएका छौँ। ढाका टोपी प्रोग्राम? अरे यस्तो प्रोग्राम पनि हुन्छ र तिमीहरूको स्कुलमा? हाम्रोमा त हुँदैन नि सुनिता। त्यसैले त हाम्रो बुढा नीलकण्ठ राम्रो बुढा नीलकण्ठ हो नि। हाम्रो बुढा नीलकण्ठ स्कुलमा आजको दिन त भव्य रूपले मनाइन्छ। आफ्नो देशको शान झल्काउन टोपी लगाई विभिन्न वेशभूषामा सजिएका विद्यार्थीहरूलाई देशभक्ति नारा लगाउँदै नगर परिक्रमा पनि गराइन्छ। विभिन्न देशभक्ति र सिर्का भएका गानामा नाचगान पनि हुन्छ। ए हो र? अरू के हुन्छ तिम्रो स्कुलमा? हाम्रो स्कुलमा त केही पनि हुँदैन। टोपीको महत्त्व दर्शाउने नाटक पनि हुन्छ नि है प्रिया? हो त, हाम्रो बुढा नीलकण्ठ स्कुलमा टोपीको महत्त्व हामी नेपालीलाई कति हुन्छ भन्ने सम्बन्धमा नाटक मार्फत जानकारी पनि गराइन्छ। अहिले हाम्रा पुस्ताले हाम्रो पहिचान नबिर्स्यो भन्नलाई विविध कार्यक्रम गर्दै आइरहेको छ। त्यसैले त मलाई हाम्रो स्कुल मनपर्छ। ओहो, तिम्रो स्कुल त साँच्चै राम्रो रहेछ। म पनि मेरो बाबालाई भनेर अर्को वर्ष तिम्रो स्कुलमा नाम लेखाउँछु नि। हुन्छ नि। मलाई पनि तिम्रो स्कुलको कार्यक्रम हेर्न मन लाग्यो। के तिमी मलाई लिएर जान्छौ? हुन्छ नि, जाउँ न त। अनि विनिता र सुनिता, तिमीहरू पनि जाने हो? होइन, हामी त स्कुल जानु पर्ने। तिमीहरू पनि जाऊ, हामी घर जानु पर्छ। बाई बाई, तिमीहरू इन्जोय गर, हामी त स्कुल जानुपर्छ। बाई बाई। मलाई पनि तिम्रो जस्तो कल्चरल ड्रेस र ढाका टोपी लाउन मन लाग्यो। हुन्छ नि, म आफ्नो
स्कुलको डान्स टिचरलाई भनेर यस्तै कल्चरल ड्रेस र ढाका टोपी मगाइदिन्छु। तिमी जहाँसुकै बसे पनि आफ्नो देश र यहाँको कला संस्कृतिलाई कहिले पनि बिर्सिन हुन्न। यो कुरा चाहिँ याद राख है। यो ढाका टोपी हाम्रो स्टाइलको लागि लगाएको होइन, यो हाम्रो सानो सगरमाथा जस्तै उच्च ढाका टोपी। मलाई त यो टोपी किन लगाएको थाहा नै थिएन। मैले बल्ल यो टोपीको महत्त्व बुझेँ। अब त म मेरा सबै अमेरिकन साथीहरूलाई सालले भन्न सक्छु। थ्याङ्क यू प्रिया, मलाई यो टोपीको बारेमा जानकारी दिन। वेलकम। प्रिया छिटो गर, ढिलो हुन्छ नि फेरि। ए हामीलाई ढिलो भइसक्यो ल